देशको माया लाग्छ भने यो भिडियो ध्यान दिएर हेर्नुहोस्। आज भर्खर युएस जनरल भवेल नेपाल आइपुगेका छन्। तर अचम्मको कुरा के छ भने आफूलाई चर्चित भन्ने मिडिया पेजहरू आरओएनबी, नो नेक्स्ट क्वेसन, 24 घण्टा र लगायत धेरै प्लेटफर्महरूमा यो खबर देखिएको छैन। प्रश्न उठ्छ, यो खबर साँच्चै किन देखिएन? कि यो केवल सामान्य भूल हो कि कुनै खबर दबाउने प्रयास भइराखेको छ? किनकि यस्तो संवेदनशील विषयमा मौनता संयोग मात्र हुँदैन। हामीले पहिले पनि देखिसकेका छौँ, जब केही कुरा जनतासम्म पुग्न नदिने हुन्छ त्यो स्वरले होइन मौनताले लुकाइन्छ। आज प्रश्न मिडियामाथि पनि उठ्छ कि नेपाली मिडिया पनि बिस्तारै इन्डियाको मिडिया, गोदी मिडिया जस्तै हुन थालेको हो कि भइसकेको छ? मिडियाको काम जनतालाई सत्य देखाउनु हो, तर यदि सत्य नै देखाइएन भने त्यो अन्धकारको सुरुवात हुन्छ। सायद देश साँच्चै अन्धकारतर्फको बाटोमा हिँडिराखेको छ, किनकि कहिलेकाहीँ आँखा भएर पनि दृष्टि हुँदैन। त्यसैले सोच्नुहोस्, प्रश्न गर्नुहोस् र सत्य खोज्न नछोड्नुहोस्। म बोल्छु त्यो जनताका लागि जसलाई म जत्तिकै देशप्रिय छ।